स्टार्ट। सम्पूर्णमा नमस्कार। हामी चाहिँ अहिले कुस्म नगरपालिका 12 ठुली पोखरीको भन्ज्याङ भन्ने ठाउँबाट चाहिँ यहाँको दृश्य निहालिरहेका छौँ। यहाँबाट तपाईँले पारी देखिएको ठाउँ चाहिँ यो थापाठान, यता कार्कीनेटा। यो चाहिँ हाम्रो सुरेश लामिछाने दाइको घर। यहाँबाट देखिएको पारी देखिएको दृश्य भनेको तपाईँको यहाँबाट पारी देखिएको दृश्य थापाठान, शङ्कर पोखरी है। माथि यतापट्टि साइडमा देखिएको त्यो डाँडो चाहिँ हाम्रो डरे देउराली भन्छ है। डरे देउराली यता राइट साइडमा। पारी देखिएको कुस्मा बलेवा, यो कुस्मा बलेवाको डाँडो हो। यहाँबाट तल कुस्माको बजार छ, माथि बलेवा डाँडा, भैरव थान स्थान भन्छ माथिको डाँडालाई। मामा घर हजुर बुवा हजुरआमा हुनुहुन्छ। यता चाहिँ बुवा हुनुहुन्छ। त्यस पछाडि यता हजुरआमा हुनुहुन्छ, मेरो हजुरआमा बुवाको मम्मी। हामी अहिले घरमा छौँ। यो मेरो घर भयो। मम्मी हुनुहुन्छ यहाँ। मम्मी भर्खरै उठेर बस्नु भएको छ। गाई पनि छ यतातिर? गाई छ, यहाँ गाई छ। हाम्रो घरमा गाई छ, कुखुरा छन्। यतापट्टि हाम्रो लक्ष्मी आज गाई पूजा। गाई गाईलाई पूजा गरिन्छ। दाउरा सुन्तला दामी फलेको रहेछ दाइ। एकदमै सुन्तला फलिरहेछ, हेर्न सक्नुहुन्छ। बेलाउती फलिरहेछ है। अब चाहिँ सुन्तलाको सिजन हो, सुन्तला खानुपर्छ। सुन्तला मिठो फलिरहेछ। नरेश निवास भनेर लेखेर चाहिँ यहाँ नि नरेश निवास भनेर लेखिएको मात्र हो। हुन चाहिँ यो चारवटा राज्यको घर। यो रङ्गोली हेरेकै थिएन नि। आमा सुषमाहरू जानुभएको थियो कि हो। आधा हिँड्नुपर्छ नि। ल अहिले हाम्रो सुरेश दाई, नरेश दाई, रमेश दाई, प्रेम दाईहरूको प्रेम भाइ यार ठ्याक्कै बहिनी। हाम्रो जक्सन ठ्याक्कै चिन्छन्। कस्तो राम्रो जक्सन पनि। आमा ल सक्क परेको रातो र सेतो कलरको। बिहान हिजो राति आउँदा त बाटो लास्टै कबाडी देखेको थिएँ मैले। अहिले त बबाल लाग्यो फेरि। यहाँ किङफिसर हाम्रो बाबुराम दाई हो। हामीलाई त दाई भन्थ्यौँ कि पहिला होटल गर्दाखेरि। अर्ली मर्निङ चाहिँ फ्रम ठुलीपोखरी भन्ज्याङ पुरै चाहिँ अलिकति उकालेर स्यासे बनाइसक्यो यार। चल पहिला कतै हिँडिन्थ्यो। आहा हिमाल त यहीँ देखिँदो रहेछ। पानीको आइकन हिमाल त यहीँ छ त। चाहिँ तुलसी लामिछाने दाजुको घर। पोखराको नम्बर 1 ब्रोकर हुनुहुन्छ के अरे। मम्मी नमस्ते। नमस्ते मम्मी नमस्ते। नमस्कार दाजु नमस्ते। धेरै पछि भेट भयो त के हो? भेट हुनै गाह्रो हुने दाजुसँग। एकचोटि फोन उठाउनु पर्छ नि गाउँछ। कति बेला उठाउनु भयो? कति बेला आउनु हजुर? लिएर आयो उस्तै जुम्ली चाहिँ रङ्गोली त यहाँ त राम्रो बनाउनु। भिडियो क्याप्चर गर्न नछुट्नु। यहाँ त फेरि एक मिस हुन्छ पोइन्ट। गाइजहरूसँग चाहिँ देखिसकेपछि त जान्छ वाह भन्नु पर्यो नि त। मर्निङ वाक। हामी 2:30 बज्दै 2:30 माल खत्रै गन्क्यो होला है।
मैले 2500 हो क्या दाइले मलाई कति दिनु भएको 2500 हजुर मलाई क्यास 2500 दिनु भएको अनि सङ्गीताको भने 4000 दिनु मैले 4000 दिपक दाइले 450 जित्नु हो सङ्गीत दाइ र किसान दाइको हार्नु हो किसान दाइ 2500 सङ्गीत दाइ 1600 त्यो भैरव थानको भन्दा त बहुत नजिक छ यो त होइन ओके ल रमेश लामिछाने दाजुले निर्माण गर्नुभएको गणेश मन्दिर दाजुको जीवनभर सम्झना हुन्छ यतिपछि यो त धेरै नजिक भयो नि यहाँ बसेर चाहिँ रक्षा गर्नु भएको छ दुईवटा ढोका भएको चाहिँ हाम्रो एकदम राम्रो बनाउनु छ गाजरको मर्निङमा भइरहेछ कुलुपा 12 ठुली पोखरीको है कालिका मन्दिर एकदम भाइ यहाँ के गराउनु टक्क यो कुनाबाको बारेमा यो मन्दिर गएर के छ भनेर चाहिँ टक्क यो क्युआरको स्क्यान गरेर पनि मदन दाईको एकदमै कमब्याक भएछ यो गाउँमा फेरि शिवजीको मन्दिर ठ्याक्क पछाडिपट्टि कैलाश होइन टक्क लगाएर यो भाइब्समा चाहिँ मान्छे मन्त्रमुग्ध भएर बस्छन् टक्क लगाएर ओम स्वस्तिनिन्दो विदस्रवः स्वस्तिनः पूषा विश्ववेदाः स्वस्तिनः स्वस्तिनो बृहस्पति ददातु कालिकालिकावरुणः क्या छ हाम्रो त्यो भाउजूको के बुढीको के नाग्ला रहेछ उठाएर भन्छ अहिले कसले उठाएको अहिले उठाइदिएर भन्न कहिले पञ्चमी काट्नु पर्छ पञ्चमी कहिले गर्दा नि पञ्चमी आज बल्ल औँसी हो द्वितीय पर्सिबाट द्वितीय तृतीय चतुर्थ पञ्चमी उठा हात खतर खतर भइजाने नि बिहा कुरो नि पञ्चमी यहीँ हो क्या नागलाई नाग हो के हो थाहा होइन नागै हो नागै हो आज उठाएर अर्थ होइन आज मर्निङको चुस्की सहित बेलुकाको रम मर्निङको चिया कफी बारी हाम्रो हो ए है यो त अनि करोड भइहाल्ने अब मिठो बाटो आएछ त्यहाँ त है यो चाहिँ हाम्रो किङफिसर होमस्टे है टक्क लगाएर यस्तो राम्रो मनोरम दृश्य तपाईँहरू देख्न सक्नुहुन्छ यो हाम्रो क्यामेरामा कैद भइरहेको छ टक्क लगाएर है त्यो हिमालको चित्र ठ्याक्कै त्यो हिमाल किन थाहा भएन चेपाती भनेर पनि काम भएन है त्यो सायद यो ठाडो भएको यो बाघको भएको चाहिँ ठ्याक्क बाघ त्यस्तरी बसिरहेको चाहिँ तपाईँ देख्नुहुन्छ हाम्रो माछा पुछिरहेको यति मजाले बाघ बसेको अगाडि पान्जा गरेर दुईवटा शिर उठाएर टक्क लगाएर होइन अङ्कल नमस्कार मेरो दाइ
एकदम गाउँले भ्लग हो हाम्रो एकदम भ्लग हो किङफिसर एकदमै हजुरले केही भन्नु छ नि भन्नु अङ्कल ट्याक्क लाएर किङफिसरको बारे किङफिसर केही भन्नु छ नि हजुरलाई किङफिसर यस्तो रमाइलो छ आउनु यस्तो घुम्न आउनुपर्छ यस्तो रमाइलो ठाउँहरू मजाले माउन्टेन हेर्नुलाई एकदम तपाईँ देख्न सक्नुहुन्छ यहाँ अगाडि फेरि जे पाइदियो भनेको नि हामीले यो त सिरियस होइन ट्याक्क देखाइदिइहाल्छ यतातिर फेरि अनि दिघा भाइको होटलमा तिमी गयो नि त्यहाँ विकास राईकोमा सुरुमा होइन टक्क यो हिमाल है आहा दाजुभाइहरू पुरा सनकिस निँदै हुनुहुन्छ 10 बजेपछि ट्याक्क लाएर म पनि सनकिस निँदैछु कति बजेसम्म रे हो नि टक्क लाएर 10 बजेसम्म मात्रै यो ठुली पोखरी 10 बजेसम्म कि 10 बजेपछि हाम्रो देवस्थान मन्दिरबाट यो किङफिसर एग्रोबाट देखिने यो मनोरम दृश्य मेरो पछाडि कैद भइरहेको छ 10 बजेभित्र गाई पूजा गर्छन् भन्ने के हो पुष्प नगरपालिका 12 पर्वत कालिका भगवतीको मन्दिर भयो यो यसरी हेर्दा सिधै हाम्रो कोट ट्याक्क अगाडि कोट पर्छ त्यता यता राइट साइडमा डहरे देउराली जुन अन्धाअन्धीको चाहिँ छ डहर त्यहाँ आँटी चाहिँ पुग्छ यता गएर पञ्चासे छ अनि यसै गरेर यसै 50 हुँदै पोखरा यो पहिला टेकिनु पनि हो टेकिनु जस यहाँबाट यहाँ टुरिस्ट एरिया पनि हो पहिला यसरी चाहिँ यो ठुली पोखरी एकदमै रमणीय ठाउँ छ आउन घुम्न चाहनुहुन्छ भने एकदम सिधै कालिका भगवतीको दर्शन गरेपछि मनका इच्छा आकाङ्क्षाहरू पुरा भने एकदम चाहिँ यहाँको मौलिकता विशेषता पनि छ उता गएपछि चाहिँ हाम्रो होमस्टे पनि छ हजुरहरू बस्नु खानको लागि सुविधा तपाईँ चाहिँ उता गएपछि कुसुमा भयो बलेवा भयो भैरमथान भयो यस्तो ठाउँहरूमा किनकि त्यहाँ यो चाहिँ गोरेगाउँ है हाम्रो ट्याक्क लाएर पुरै रमाइलो छ यो टक्क यो हाम्रो दिपक दाईको घर यो भन्ज्याङको डाँडो मेन भन्ज्याङ चाहिँ यो भयो बल्ल कुसुम बजारको हो क्या तल हाँसु त खोजको गाउँ हो क्या त्यो बजार त सानो हो नि माथिको गाउँ चाहिँ छैन बनाएर तर खै मान्छे बस्ती क्या त्यो कारणले गर्दा खतरा देख्छ ट्रेन त साँच्चै ताग्नु पर्छ क्या साँच्चै त पुलबारी बस्नु पर्छ धेरै राम्रो बनाएको छ नि त्यो डाँडो त त्यो मन्दिरहरूको साइड चाहिँ माथिपट्टिको डाँडो हो नि त डबल म्यारिजको साडु भाइ जेठान दाई सालो भाइसँग बसेर तास खेल्ने हिजो ए यिनीहरू नै हो फेरि हुँदैन तिनीहरू त्यसो लुट्छन् हो दिपक दाई जेठान दाई लामाठा भन्ने ठाउँ तल्लो चाहिँ लामपटा भन्छ यसलाई चाहिँ लामाठा